हेलो साथीहरु नमस्ते, म इन्जिनियर मिथिलेश। आज हामी यस भिडियोमा कुरा गर्नेछौँ। जस्तै यो देख्न सक्नुहुन्छ पछाडी चाहिँ एउटा घर छ। यो चाहिँ तपाईको एकदम स्लोप जग्गामा चाहिँ बनेको छ। अब यस्तो घर किन्दाखेरि हामीले चाहिँ के कुरामा ध्यान दिनुपर्छ, जस्तै अहिले चाहिँ हामी एउटा साइट भिजिटमा थियौँ। एकजना हाम्रो क्लाइन्टले चाहिँ यो घर चाहिँ किन्न लाग्नु भएको हो हैन। अब यस्तो घर लिँदाखेरि चाहिँ हामीले चाहिँ के कुरामा ध्यान दिनुपर्छ त्यसबारे चाहिँ म यो भिडियोमा चाहिँ बोल्ने छु। जस्तै देख्न सक्नुहुन्छ यो जग्गा चाहिँ हाम्रो यो जग्गा नै तपाईको स्लोपमा छ। घर पनि तपाईको त्यही हिसाबले नै हाम्रो बनेको छ। अब यतापट्टि तपाईको हाइटमा छ र त्यहाँ तलतिर तपाईको डाउन स्लोप छ हैन। अब त्यो डाउन स्लोपबाट चाहिँ हामीले हात्ती पाइलेको लेभल चाहिँ लिनुपर्ने हुन्छ। अब त्यहाँबाट चाहिँ अब फोटो भिडियोहरु हामीले हेर्दाखेरि चाहिँ त्यो डाउन जुन हाम्रो लेभल छ त्यो डाउन लेभलबाट 7 फिट तल जानु भएको रहेछ। अनि त्यो 7 फिटको लेभलमा चाहिँ पुरै हात्ती पाइले राख्नु भएको रहेछ। देख्न सक्नुहुन्छ यो जुन हाम्रो स्लोप एरिया छ, डाउनवर्ड स्लोपतिर चाहिँ उहाँहरुले चाहिँ के गर्नु भएको छ, एउटा तपाईको यहाँ डाउनवर्ड स्लोपतिर चाहिँ एउटा फ्ल्याट चाहिँ निकाल्नु भएको रहेछ। यहाँ देख्न सक्नुहुन्छ एउटा फ्ल्याट छ हैन। यो फ्ल्याटको माथि जुन हाम्रो स्ल्याब ढलान भएको छ, यो जुन स्ल्याब ढलान छ, यो स्ल्याब ढलानको लेभलमा चाहिँ उतापट्टि चाहिँ अपवर्ड स्लोपतिर चाहिँ हाम्रो पार्किङ छ। त्यहाँबाट चाहिँ तपाईको बिल्डिङको फ्ल्याट चाहिँ स्टार्ट भएको छ। त्यो एउटा हात्ती पाइले कसरी बनाएको छ त्यो कुरा हेर्नु पर्यो। जस्तै यो साइड तपाईको रोड भयो हैन, रोडतिर तपाईको शियर वाल छ कि छैन हैन, किनभने यो रोडतिर त तपाईको उतापट्टि कोठा छ हाम्रो हैन, बाउन्ड्री वाल पनि छ। अब शियर वाल भएन भने तपाईको के हुन्छ भनेपछि यो रोडको जुन स्लोप छ, यहाँको माटो छ, त्यो चाहिँ स्टेबल चाहिँ हुँदैन। पछि गाडी साडी गुड्दाखेरि चाहिँ यो बाउन्ड्री वालमा क्र्याक देखिन सक्छ हैन। र रोड छेउमा मानौ कि तपाईको बेसमेन्टहरु छ अथवा केही छ भने त्यहाँ पनि तपाईको क्र्याक देखिन सक्छ। र अर्को कुरा चाहिँ मुख्य कुरा चाहिँ के हुन्छ भनेपछि त्यहाँबाट शियर वाल भएन भने रोडबाट तपाईको सिपेज चाहिँ जान चाहिँ सक्छ। त्यो कुरा चाहिँ एकदम एउटा चाहिँ हेर्नु पर्यो। अब यस्तो ठाउँमा घर लिँदाखेरि रोडलाई चाहिँ स्टेबल गरेको छ कि छैन त्यो कुरा चाहिँ हामीले एकदम राम्रोसँग चाहिँ हेर्नु चाहिँ पर्ने चाहिँ हुन्छ हैन। र यो जग्गाको चाहिँ यो अपवर्ड स्लोप हो। यो अपवर्ड स्लोप भन्दा तल चाहिँ बेसमेन्ट छ हाम्रो भनेपछि माटोको लेभल यहाँ चाहिँ माथि आयो, उतापट्टि हाम्रो घरतिर चाहिँ खाली रह्यो तल बेसमेन्टमा हैन। यहाँ पनि शियर वाल दिनुपर्ने हुन्छ, कम्तीमा पनि 9 इन्चीको शियर वाल दिनुपर्ने हुन्छ, 12 mm को तपाईको डबल जाली चाहिँ राखेर। अब त्यो डिजाइनले पनि भन्छ हैन। अब यो शियर वाल दिएन भने यताबाट तपाईको सिपेज पनि जान सक्छ र यो माटोको पुरै प्रेसर हाम्रो घरमा लाग्न सक्छ। र अर्को कुरा चाहिँ के छ भनेपछि नक्सा अनुसार चाहिँ सबै कामहरु भएको छ कि छैन त्यो चाहिँ कुरा बुझ्नलाई चाहिँ हामीले तल जगबाटै हामीले हात्ती पाइलेको फोटो र भिडियोहरु भयो, पिलरको तपाईको फोटो र भिडियोहरु भयो, बीम र स्ल्याबको तपाईको फोटो र भिडियोहरु भयो, त्यो सबै कुरा चाहिँ हेर्नुपर्ने हुन्छ। अनि त्यो हेरिसकेपछि बल्ल चाहिँ हामी चाहिँ अगाडिको स्टेपतिर चाहिँ जानुपर्ने हुन्छ हैन। अनि अर्को कुरा के छ भनेपछि नक्सा बमोजिम चाहिँ नगरपालिकामा पास भएको नक्सा अनुसार चाहिँ यो रोडबाट चाहिँ जग्गा त्यति छोडेको छ कि छैन त्यो पनि हामीले चेक गर्नु पर्यो। किनभने त्यति हाम्रो जग्गा छोडेर बनाएको छैन भनेपछि चाहिँ के हुन्छ भनेपछि तपाईको पछि चाहिँ अप्ठ्यारो चाहिँ हुन सक्छ। नगरपालिकाले तपाईको सम्पन्न चाहिँ नदिनै सक्छ। अब यो घर किन्दाखेरि अथवा जग्गा किन्दाखेरि हामीले चाहिँ यो सबै कुरामा चाहिँ एकदम ध्यान दिएर ध्यान पुर्याएर चाहिँ काम चाहिँ गर्नुपर्ने हुन्छ, विचार पुर्याएर चाहिँ किन्नुपर्ने चाहिँ हुन्छ। यति भन्दै म बिदा हुन चाहन्छु। हस्त नमस्ते, बाइ बाइ।